हेलो गाइज, नमस्कार सबैजनामा। म चाहिँ अजय पोखरेल है। सो आज चाहिँ तपाईहरुले थाहा पाइसक्नु भयो होला, मैले चाहिँ जापानमा स्टुडेन्टको कमाई कति र चाहिँ खर्च कति भन्ने विषयमा भिडियो लिएर आएको छु। सो सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनु होला र मेरो च्यानल हुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला र शेयर गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो सुरु गरौँ है त। र फर्स्टमा तपाईहरु चाहिँ जापान आइसकेपछि कमाई चाहिँ कति हुन्छ त भन्ने कुरामा, त्यसपछि जब तपाई जापान आउनुहुन्छ, जापान आउँदाखेरि तपाईलाई फर्स्टमा आउँदाखेरि अलिकति गाह्रो हुन्छ। किन भनिसकेपछि तपाईले हामीले नेपालबाट पढेको भाषाहरू यहाँनिर खासै चाहिँ त्यो सबै भाषाहरू चाहिँ क्लियरै हुँदैन के। जस्तो तपाईहरु अलिकति भाषा बोल्नुहुन्छ भने पनि जापानिजहरुले त्यो भाषालाई चाहिँ राम्रोसँग एकदमै बुझेर चाहिँ तपाईलाई उत्तरै दिदैन के। किन भनिसकेपछि उनीहरु बोल्ने स्टाइल नै छुट्टै हुन्छ, सबै कुराहरु उनीहरुको परिवर्तन हुन्छ र चाहिँ हामीले नेपालबाट पढेको छुट्टै हुन्छ। अनि त्यो कारणले गर्दाखेरि तपाई चाहिँ नेपालबाट फर्स्ट जापानमा आइसकेपछि अब तपाईहरु खासै भाषा राम्रो नभएको कारणले हामीले फर्स्टमा काम गर्ने भनेको चाहिँ हामीले यामातोमा एकदम सजिलो, भाषा पनि नचाहिने र चाहिँ काम अलिकति हार्ड हुन्छ। त्यो कारणले चाहिँ यामातोमा भर्खर आएको विद्यार्थीले काम गर्न सक्छ। अनि त्यो कारणले गर्दाखेरि यामातोमा काम गरिसकेपछि तपाईको चाहिँ अब महिनाको कमाई कति हुन्छ त? एक महिनामा तपाईले चाहिँ यामातोबाट कमाउने भनेको नर्मल्ली पनि 1,20,000 देखि 1,60,000 को बीचमा चाहिँ तपाईले कमाउन सक्नुहुन्छ। ताकि तपाईलाई त्यसमा चाहिँ तपाई आफ्नो लोकेसनबाट यामातो जाने अनि यामातोबाट फर्किने टेकीहरु पनि तपाईलाई चाहिँ यदि यामातोले दियो भने तपाईले त्यति कमाउनुहुन्छ नर्मल्ली। अनि त्यसमा पनि अब जस्तो तपाईले फर्स्टमा आउँदा बित्तिकै अब तपाईले काम त पाउने कुरो हुँदैन। अनि काम नपाइसकेपछि तपाई लगभग 1 महिना अथवा 1.5 महिना 2 महिना नर्मल्ली नै बस्नुपर्ने हुन्छ। ताकि तपाईको अब यामातोमा काम खुलेको हुँदैन अनि साथीहरु भेटिदैन त्यस्तै। अनि त्यो कारणले गर्दाखेरि यदि आफ्नो चिनेको मान्छे छ भने चाहिँ तपाईले 1 महिना भित्र काम पाउन सक्नुहुन्छ। र काम गरिसकेपछि तपाईको महिनाको 25 तारिखहरुमा प्रायः यामातोले स्यालेरी दिने गर्छ। र त्यो स्यालेरी आइसकेपछि अब तपाईले नर्मल्ली जापानमा आएर काम गर्ने भनेको तपाईको एयरपोर्ट आउँदै तपाईले चाहिँ जाइरो कार्ड बनाउनु पर्ने हुन्छ। जाइरो कार्ड चाहिँ मैले यहाँनिर देखाइरहेको छु। र जाइरो कार्डको पछाडीको चाहिँ तपाईको उसले इमिग्रेसनले छापा हानेर दिएको हुन्छ। र चाहिँ तपाईले नर्मल्ली स्टुडेन्ट भिसामा जापानमा काम गर्न पाउने भनेको 28 घण्टा हुन्छ। अनि त्यो 28 घण्टामा पनि यामातोले तपाईहरुलाई 28 घण्टा पुरै चाहिँ दिदैन। अनि पुरै नदिइसकेपछि तपाईलाई कसरी दिन्छ त भन्दाखेरि यामातोले चाहिँ दिने भनेको 24 देखि 26 घण्टाको बीचमा दिन्छ तपाईलाई हप्तामा। अनि त्यो 24 देखि 26 घण्टा दियो भने तपाईले 28 घण्टा पनि पुरै चाहिँ काम गर्न पाउनु हुँदैन। अनि त्यसको स्यालेरी भनेको 1,20,000 देखि लगभग तपाईको 1,60,000 को बीचमा आउँछ। अब त्यो चाहिँ सबै कुनै ठाउँ महँगो होला, कुनै ठाउँ अब सस्तो होला गर्दाखेरि चाहिँ तपाईले 1,20,000 देखि 1,60,000 को बीचमा चाहिँ तपाईले कमाउन सक्नुहुन्छ महिनाको नर्मल्ली स्यालेरी भनेको। अनि त्यो स्यालेरीमा अब तपाईको बाँकी रह्यो खर्चको कुरा। खर्च भनेको तपाईले चाहिँ नेपालबाट आउँदाखेरि 1 वर्ष गएको फी र चाहिँ अब होस्टेल बस्ने भयो, होस्टेलको पनि 6 महिनाको तिरेर आउँछ सायद तपाईहरुले। अनि त्यो गरिसकेपछि अरु चाहिँ अब केमा खर्च हुन्छ त? कमाइसकेपछि अब फर्स्टमा हुने भनेको तपाईको गएको फी तिर्नु पर्दैन र चाहिँ तपाईलाई होस्टेल फी तिर्नु पर्दैन। यदि रुममा बस्नुहुन्छ भने रुमको चाहिँ प्रत्येक महिनाको तपाईले भाडा तिर्नु पर्ने हुन्छ। र ताकि तपाईको भाडा चाहिँ जापानमा लगभग नर्मल्ली भने 30,000 देखि 40,000 अब कस्तो रुममा बस्नुहुन्छ तपाई भन्ने कुरामा भर पर्छ। नर्मल्ली 30,000 देखि 50,000 को बीचमा तपाईले रुम पाउन सक्नुहुन्छ। अनि रुम पाइसकेपछि रुममा चाहिँ तपाईको बत्तीको बिल तिर्नु पर्छ, ग्यासको बिल तिर्नु पर्छ र पानीको कुनै ठाउँमा पानीको नपर्न सक्छ तर पानीको पनि प्रायः ठाउँमा तिर्नु नै पर्छ। अनि त्यो गर्दाखेरि तपाईको नर्मल्ली पनि अब 3,000 को हिसाबले पनि तपाईले चाहिँ लगभग 10,000 जति चाहिँ आफ्नो बिजुली बत्ती पानीको लागि छुटायो भने तपाईको यामातोबाट आएको स्यालेरीमा 10,000 त्यसमा कटाउनुस्। अनि कटाइसकेपछि तपाईको बाँकी के हुन्छ अर्को? अब तपाईले चाहिँ जापानमा अलिकति अहिले खानपिनको कुराहरू महँगो छ।
सो तपाईँहरूले देखिरहनु नै भएको छ। अनि त्यो गर्दाखेरि चाहिँ खानपिनमा तपाईँले चाहिँ अब यहाँ चामलहरू त्यस्तै महँगो छ। चामलहरू नर्मल्ली पनि तपाईँले नर्मल्ली चामल खानुहुन्छ भने 10 केजीको किन्दाखेरि तपाईँको अहिलेको स्थितिमा भन्दाखेरि चाहिँ 6000 देखि 8000 को बिचमा तपाईँले चाहिँ 10 केजीको चामल पाउन सक्नुहुन्छ, ताकि तपाईँलाई चाहिँ 1 महिना पनि त्यो 10 केजीको चामल नपुग्न सक्छ। त्यो कारणले गर्दाखेरि अब तरकारीहरू त झन् त्यस्तै भइहाल्यो, तरकारीहरू नि एकदमै महँगो छ। गर्दाखेरि तपाईँले नर्मल्ली पनि महिनाको लगभग 40 देखि 50,000 को बिचमा चाहिँ आफ्नो खर्च नर्मल्ली खानपिन खाजाहरू, अब काममा जाँदाखेरि खाजा खानु पर्यो, अनि कामबाट निस्किँदाखेरि अब गएको जाने बेला पनि खाजा खाएर जानु पर्यो अथवा खाना खाएर जानु पर्यो, गर्दाखेरि चाहिँ तपाईँको नर्मल्ली 40 देखि 50,000 को बिचमा तपाईँको आफ्नो चाहिँ अब रुममा खाने खर्च मात्रै चाहिँ तपाईँको त्यति हुन्छ। त्यो गरिसकेपछि तपाईँले चाहिँ अर्को तिर्नुपर्ने भनेको यहाँनिर इन्सुरेन्स तिर्नुपर्छ। इन्सुरेन्स तपाईँको महिनाको केही नभए पनि तपाईँको चाहिँ 2300 देखि 3000 को बिचमा तपाईँको इन्सुरेन्स पर्छ। त्यो चाहिँ अब मान्छेको ठाउँ हेरिकन हुन्छ। अनि जस्तो मेरो फर्स्टमा आउँदाखेरि चाहिँ मेरो 2300 आएको थियो र पछि बिस्तारै गर्दै बढ्दै जान्छ, किनकि तपाईँको कमाइ त्यही अनुसारले भएको हुन्छ अनि इन्सुरेन्स पनि त्यही अनुसारले तपाईँको बढ्दै जान्छ। र चाहिँ नियमको गएको पढ्ने बेलासम्म इन्सुरेन्स तपाईँको धेरै तिर्नु पर्दैन, लगभग तपाईँले नर्मल्ली भनेको पनि 4000 देखि तल तिर्नुपर्ने हुन्छ। अनि त्यो कारणले गर्दाखेरि इन्सुरेन्स तिर्नुपर्छ। र तपाईँहरू फर्स्टमा चाहिँ जापान आउँदाखेरि अब टोकियो साइडतिर आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले साइकल किन्नु पर्दैन, किनभनेपछि त्यहाँ चाहिँ ट्रेनमै जाने आउने गएको यताउति हुन्छ अनि साइकलहरू खासै चल्दैन टोकियोमा चाहिँ। त्यो कारणले अनि तपाईँहरू चाहिँ टोकियोभन्दा बाहिर आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले अनिवार्य रूपमा साइकल किन्नुपर्ने हुन्छ, किनकि गएको जानु पर्यो, काममा जानु पर्यो, गर्दाखेरि सबैतिर चाहिँ ट्रेनहरू नमिल्न सक्छ। यदि ट्रेनमा भए पनि तपाईँहरूको चाहिँ टेकीको छुट्टै खर्च हुन्छ है। अब तपाईँहरूले एउटा कार्ड बनाउनु पर्ने हुन्छ, इकोका भन्ने हुन्छ, कार्ड पनि मैले तपाईँलाई यहाँनिर देखाएको छु। र यदि तपाईँहरूले होइन म ट्रेनमा जाँदिनँ म चाहिँ साइकल किनेर जान्छु भनिसकेपछि साइकल पनि किन्नुपर्ने हुन्छ। साइकल किन्दाखेरि नर्मल्ली भनेको जापानमा तपाईँको सेकेन्ड ह्यान्ड साइकलहरू किन्नुभयो भने पनि तपाईँहरूलाई चाहिँ लगभग 10,000 देखि माथि भन्दा 10,000 देखि माथि अब तपाईँले कस्तो खालको साइकल लिँदै हुनुहुन्छ त्यसमा भर पर्छ मेन भनेको। अनि त्यो भइसकेपछि साइकलमा त्यही अनुसारको खर्च हुन्छ, गर्दाखेरि खर्चहरू लगभग पनि तपाईँको नर्मल्ली रूपमा खर्च हुने भनेको तपाईँले एकदम सामान्य तरिकाले पनि खर्च गर्नुभयो भने केही नभए पनि तपाईँको चाहिँ रुम भाडाहरू यताउति सबै तिर्दाखेरि महिनाको खर्च भनेको तपाईँको लगभग 80,000 को रेसियोमा तपाईँको खर्च हुन्छ। अनि 80,000 को रेसियोमा खर्च भइसकेपछि तपाईँले अब तपाईँसँग बस्ने भनेको 1,30,000 मा 50,000 रुपियाँ तपाईँसँग बस्छ। अनि त्यो 50,000ले अब तपाईँ अर्काको ठाउँमा हुनुहुन्छ अनि कहिलेकाहीँ कुनै अप्ठ्यारो पर्न सक्छ अथवा केही हुनसक्छ, गर्दाखेरि चाहिँ भोलि बिहान कुनै दिन चाहिँ कामहरू छोड्न पर्ने हुन्छ, बिरामी हुन सकिन्छ। त्यो गर्दाखेरि तपाईँले अलिकति खर्चहरू चाहिँ आफूलाई पनि एक्स्ट्रा राखेर अनि आफूले घर पठाउनु पर्ने हुन्छ। फर्स्टमा आउँदाखेरि ऋणहरू हुन्छ, कुनै मान्छे पनि चाहिँ सिधै आफ्नो घरको पैसाहरूले आइरहेको हुँदैन। अब 15-16 लाख भने यहाँ होइन नि त। अब कुनै मान्छेको घर परिवार अलिकति चाहिँ धनी मानी छ भने चाहिँ उसले ल ठिकै छ आफ्नै पैसा हाल्न पठाउला, तर हामी सबै गरिबका छोराछोरी हामी त कमसेकम ऋण खोजेरै आउनुपर्छ। अनि त्यो कारणले गर्दाखेरि ऋणहरू हुन्छ, त्यसलाई पनि तपाईँहरूले बिस्तारै तिर्दै जान सक्नुहुन्छ, ताकि चाहिँ फर्स्टमा आउँदाखेरि तपाईँहरूले किस्ताहरू मात्रै चाहिँ तपाईँहरूले तिर्नुभयो भने पछि जाँदाखेरि त्यसको चाहिँ सावा पनि घटाउँदै गइन्छ। तर जापानमा आइसकेपछि तपाईँ मेन भनेको नात्तिनु। जापानमा आइसकेपछि तपाईँको गाह्रो हुन्छ, निद्रा पुग्दैन, हरेक चिजलाई ब्यालेन्स गर्न अलिकति सकिँदैन, किनकि नेपालमा खासै काम गरेको हुँदैन। काम गरेको मान्छेले त गर्न सकिहाल्छ। यदि काम नगरेको मान्छे भर्खरै चाहिँ 12 पास गरेर जापान आउँदैछ भने चाहिँ त्यो मान्छेलाई अलिकति गाह्रो हुनसक्छ, किनकि अब रातभरि काम गर्नु पर्यो, सुत्न पाइँदैन, बिहान आयो गएको गयो, अनि गएको हुन्छ अर्को काम भयो अनि बिहान आयो अर्को काम गयो, गर्दाखेरि तपाईँहरूलाई चाहिँ अलिकति यहाँनिर चाहिँ अलिकति गाह्रो नै छ। अनि त्यो गाह्रोलाई चाहिँ तपाईँहरूले छिचोलेर भोलि बिहान गर्दै जानुभयो, यताउति गर्दै जानुभयो भने तपाईँको राम्रो हुँदै जान्छ। त्यो कारणले मेन भनेको नआत्तिनु होला। नआत्तिसकेपछि सबै कुराहरू ब्यालेन्स हुन्छ। जस्तो अहिले चाहिँ घटनाहरू धेरै भइरहेको छ, किनकि भर्खर आउने अनि कामहरू हुन्छ, गएकोहरूबाट त्यस्तै पेलान्ची हुन्छ, अनि गर्दाखेरि मान्छे आत्तिएर चाहिँ आत्महत्याहरू गरिरहेको छ। अनि त्यस्तो चाहिँ गर्न हुँदैन।
त्यो नगरिसकेपछि तपाईँहरूले बिस्तारै चाहिँ पछि गर्दै जाँदाखेरि यहाँनिरको सबै कुराहरू बुझ्दै गइन्छ। यताउति साथीहरू पनि आफूले बिस्तारै बनाउँदै जाने, सकेसम्म चाहिँ बाहिर देशको साथीहरू बनाउनु भयो भने तपाईँहरूको भाषाको लागि पनि एकदमै राम्रो चाहिँ तपाईँले उत्कृष्ट हासिल गर्न सक्नुहुन्छ भाषामा पनि। त्यो भइसकेपछि भोलि बिहान तपाईँलाई हरेक ठाउँमा आफूले काम खोज्नु पऱ्यो, यामात्तोमै काम गर्नुपर्छ भन्ने छैन। अलि राम्रो ठाउँहरूमा कन्भिनीहरूमा काम गर्न सक्नुहुन्छ। कन्भिनीहरू 7-11 हुन्छ, फ्यामिली मार्ट हुन्छ, लसुनहरू हुन्छ, अनि त्यस्तोहरूमा पनि तपाईँहरूले काम गर्न सक्नुहुन्छ। त्यसमा अलिकति जिखानको चाहिँ पैसा बेसी पनि हुन्छ। अनि 1400-1500 रुपियाँ चाहिँ तपाईँको 1 घन्टाको भयो भने तपाईँहरूलाई अझै चाहिँ फाइदा हुँदै जान्छ। किनकि आम्दानी त बढ्छ नि त, आम्दानी बढ्यो भने तपाईँहरूले खर्च पनि त्यही अनुसारले आफूले गरेर अनि बाँकी रहेको रकमलाई चाहिँ घर पठाउन सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि जापानमा फर्स्टमा चाहिँ आत्तिनु भएन। नआत्तिसकेपछि सबै कुराहरू ब्यालेन्स हुँदै जाँदै गर्छ। अनि त्यो कुराहरूलाई ख्याल गर्नु होला भन्न चाहन्छु। र जापानमा हुने भनेको तपाईँहरूको कमाइ यति हुन्छ, 28 घन्टाभित्रको कामले फर्स्टमा आउँदाखेरि अब ह्यान्ड क्यासहरू भन्ने त थाहा हुँदैन, त्यही पनि भयो भने इलिगल चिजहरू अब राम्रोसँग यहाँ मान्छेहरूले खासै एउटै काम गरेर बसिरहेको हुन्छ प्रायः जसो। यदि 2टा काम भेटिहाल्यो भने पनि त्यसलाई चाहिँ राम्रो तरिकाले आफ्नो देखिने नदेखिने कामहरू चाहिँ छुट्याएर गर्नुपर्ने हुन्छ। नभए तपाईँको फेरि पछि तपाईँहरूले अहिले आउँदा बित्तिकै चाहिँ ह्यान्ड क्यास भनेर तपाईँहरू लाग्नुहुन्छ। अनि चाहिँ तपाईँहरूको पछि चाहिँ के हुन्छ, भिसामा चाहिँ 1 वर्षपछि भिसा थप्दाखेरि चाहिँ भिसामा तपाईँको देखिन्छ। अनि इमिग्रेसनले खाकुनेन गरिसकेपछि तपाईँहरू चाहिँ एकदम लफडामा परिन्छ हेर्नु। त्यो कारणले गर्दाखेरि सकेसम्म चाहिँ जापानमा आउँदा बित्तिकै नआत्तिकन भाषा राम्रो बनाउनु, एउटा काम गर्नु, त्यसपछि बिस्तारै हुँदै जान्छ। राम्रो भाषा भइसकेपछि हरेक ठाउँमा काम गर्न पाइन्छ। अर्को ठाउँमा तपाईँले काम खोज्नुभयो, यहाँ मात्र चेन्ज गर्नुभयो भने अर्को ठाउँमा राम्रो हुन्छ। त्यही एउटै कामले पनि तपाईँहरूलाई चाहिँ फुलफिल हुनसक्छ होइन। अनि त्यो कारणले गर्दाखेरि नआत्तिनु होला। सबैभन्दा पहिला नआत्तेर गरिसकेपछि जापानमा भविष्य तपाईँहरूको एकदमै राम्रो छ। र चाहिँ जापानको खर्च अनि चाहिँ इन्कम के कति हुन्छ भन्ने कुराहरू सबै तपाईँलाई मैले चाहिँ पूर्ण रूपमा जानकारी दिइसकेको छु। र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला र लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला भन्दै आजको भिडियोबाट हस्त बिदा लिन्छु। धन्यवाद है त।